हेलो गुड मर्निङ एभ्रिवान सबैलाई वेलकम छ भ्लगमा मेरो हामी के गर्छु बिहान उठेकोबाट हो यहाँनिर अन्त अहिले चल्दैछ विकेन्ड हाम्रो म अघि उठेँ ब्रस गरिसकेँ अहिले ब्रेकफास्ट रेडी गर्दैछु हो अन्त यहाँ अब बेड अहिले बनाउँछु मिक्सिङमा यहाँ गाना सुन्दै नास्ता बनाउँदै थिएँ हो त यहाँनिर आज अलिकति चिसो बेसी छ किनकि राति स्नोफल भएछ हो घाम पनि टन्नै छ स्नो पनि टन्नै छ यहाँनिर हो अन्त अहिले तपाईँलाई आज तपाईँलाई गराउँदैछु म होम टुर हाम्रो रुमको एकोमोडेसन जो छ हामीलाई दिएको छ यसको रुम टुर यहाँबाट एन्ट्रेन्स छ एन्ट्रेन्स गर्ने बित्तिकै डाइनिङ यो वाला चाहिँ हो बाथरुम यो हो यस्तो यहाँ सावर लिने रुम यो बाथरुमहरू छ यहाँ सबै हो यहाँ डाइनिङ छ यो यहाँ ओभन दिएको छ हामीलाई चाहिँ के दिएको छ कम्पनीबाट यो किचन छ यो किचन हामी 9 जना युज गर्छु हो अन्त यहाँ एउटा फ्रिज छ यहाँ अझ एउटा फ्रिज छ तर यो चाहिँ बिग्रियो यो चाहिँ राम्रै छ हो हामी 9 जना खाना चाहिँ यहाँनिर हुन्छ यो फ्रिजमै फ्रिज पनि राम्रै दिएको छ सोच्यो भने त ठिकठाकै छ हो अन्त यहाँ हाम्रो केटाहरू सबभित्र सुतिरहेको छ अहिले उठेको छैन आधी केटाहरू हो अन्त तपाईँलाई लग्दैछु योपट्टि हाम्रो रुम देवशिष निकेश यो मेरो हो 3 जना बस्छु एउटा रुममा हामीहरू ऊ त्यो रुममा 4 जना छ अन्त यो अर्को रुम यहाँ मेरो वार्डरोब सामान राख्ने सबै सामान राख्ने भगवान् यहाँ मेरो हो यो हिटर देख्छ एउटा यहाँनिर उहाँ मिटर छ अझ एउटा उता मिटर छ उता रुममा मिटर छ हो हिटर चाहिँ यहाँ म्यान्डेटरी छ त्यसले गर्दा त यो अर्को रुम यहाँ चाहिँ बिकुको रुम हो यहाँ चाहिँ भाइ अहिले भ्याकेसनमा आएको छ हो यस्तो छ कहिले उठ्ने भाइ कहिले उठ्छौ अब कति बजी अनुहार देखाउन हौ आमामा थाहा छ त हो अत्याचार छ यार उठेर पनि बिहान बिहान ऊ त्यहाँ अर्को गद्ला मिलाइसकेको छ ब्ल्याङ्केट आफ्नो हो ब्रो गुड मर्निङ ब्रो ओ ब्रो ब्रो गुड मर्निङ भनेको गुड मर्निङ ठिकै छ स्नोफल भएको रहेछ हल्का राति हो दौडेर रानो त यहाँ उनीहरूको रुम चाहिँ यो हो यसरी केटाको रुम हो त्यसले गर्दा अलिकति म्यासै हुन्छ यति राम्रो हुन्न हो सफा हुन्छ यी सफाहरू हेरिहाल्नु आफै कतिको सफाहरू छ यहाँनिर हो देखेँ त यहाँनिर हाम्रो पनि त्यस्तो छ सफा मैला सफा हुन्छ कहिले कहिले तर अन्त यहाँ कपडा सुकाउने यी बङ्गलमै गिराइरहेछ पुरा हो यी कपडा यस्तो छ यो चाहिँ अझ एउटा रुम छ यहाँनिर अब कोही हाम्रो साथीहरू आयो भने सुत्नु सक्छ यहाँनिर हो अन्त यो चाहिँ बाहिरको पिछेको ढोका यो चाहिँ हो यहाँबाट जाने घाम चाहिँ दामी लागेको छ यहाँनिर आज हो डल्लै चेयरहरू बाहिर राखेको रहेछ हो पुरा भिज्यो डल्लै यो हाम्रो पछिपट्टि ब्याकयार्ड हो अन्त यहाँनिर अहिले काम चल्दैछ पुरा यो तल रुम बनाउँदैछ नि त कि त्यसले गर्दा काम चल्दैछ हो पर त्यो पाहाड छ सानो छ एउटा अन्त यहाँ डल्लै यस्तो छ यहाँ अरूको घरहरू हो यहाँपट्टि पनि घर छ अरूहरूको हो नभए जाडोले मार्छ फेरि अन्त यहाँ चाहिँ अझ एउटा बाथरुम छ हाम्रोमा हो दिएको छ तर यो बाथरुम चाहिँ फेरि ढोका चाहिँ छैन हो यसको लागि चाहिँ यो पर्दा लगाएर बस्नुपर्छ हो अन्त यस्तो छ यहाँको बाथरुम यस्तो दिएको छ अन्त एउटा वासिङ मसिन दिएको छ हो यति चाहिँ राम्रो छ त यहाँ नुहाउने हो अन्त यहाँ अझै बनाउँदैछ सायद किचन बनाउँछ होला यो हो यहाँ रोटी बिर्सेँ मैले मेरो गिलो रोटी यहाँ रेडी छ पाकेला सायद यहाँ गिलो रोटी आज गिलो रोटी खानु मन लाग्यो बिहान उठेर हो डढेछ हल्का चल्छ रोटीबाट धुवा फ्याँकेको जस्तो लाग्यो यहाँनिर धुवा यहाँ पनि डढ्यो आउँ भो यो त खतरा डढ्यो त हौ यहाँनिर पनि डढेको छ हल्का हो अब मेरो नास्ता अलमोस्ट रेडी भइसक्यो यहाँनिर हो यो देखाइदिन्छु नास्ता बिकु यहाँ सुरु भइसक्यो दही र पराठा मेरो यहाँ
गिलो रोटी अब लास्ट पिस बाँकी छ मेरो यहाँनिर हो। यहाँ सोयाबिन पनि रेडी हुनु आँटिसक्यो अब डाइरेक्ट लन्च हो। यहाँ हुँदैछ गिलो रोटी त्यही छ दोब्रो रानो दा फेरि एकपल्ट सबै ठिक छ। आज स्नोफल देख्नु भयो देख्नुभयो देखेँ बाहिर बरफ परेको ए देखेन यहाँ हाम्रो उठ्यो केटाहरू हो देखाइदिउँ यहाँनिर यस बादल दोब्रो रानो सुतिरहेको कहिले उठ्ने हो अन्त ए घाम लागिसक्यो बरफ पनि गिरिसक्यो बाहिर गुरुजी गुड मर्निङ दोब्रो रानो उता सुतिरहेछ भाइ प्रकाश सिपिङ दोब्रो रानो ए यहाँ छ केटाहरूको हाम्रो अर्को रुम चाहिँ 4 जना सुत्छ यहाँनिर चाहिँ हो उनीहरूको टेबल आमा यहाँ त यी फेरि हो यी आमा जाडो लागेको छैन बादल ओ बादल जाडो नलागेको बरफ हान्ने के हुन्थ्यो है ब्रेकफास्ट हो जस्तो गिलो रोटी हो सस कफी त्यहाँबाट यहाँ चनाको सब्जी छ हो चना दालको सब्जी म चाहिँ यहीँ खान्छु किनकि मलाई आफ्नै टेबलमा खानु मनपर्छ डाइनिङ टेबल छ त्यहाँनिर तर म डाइनिङ टेबलमा खान्नकै खाना हो यहीँ बसेर खान्छु मजाले नो डिस्टर्बेन्स त्यसले गर्दा के अब टेस्ट गरौँ चियर्स गाइस Cheers. कफी त एक नम्बर भएको छ एक नम्बर कफी मजा आ गयो जी यो सब्जीमा छ चनाको दाल आलु प्याज टमाटर मजाले बनाएको छु यसलाई मैले अब बटाबट नास्ता खाइहाल्छु त्यहाँबाट एकछिन बाहिर निक्लिन्छु तबसम्म भ्लगमा बस्दै गर्नुहोस् ल अब गाइस यहाँ ब्रेकफास्ट सक्यो मेरो खाइसकेर अन्त अब म एकछिन तपाईँहरूलाई बाहिरको देखाउँदैछु भ्यूहरू रुमबाट निक्लेँ ब्याक साइडबाट निक्लेको अन्त बाहिर अलिकति बस्नुपर्छ मलाई त्यसले गर्दा चाहिँ सबै एकदम मैले यहाँनिर आफ्नो कपडा लगाइहालेको हो अब बाहिर चाहिँ घाम चाहिँ हेभी छ घाम चाहिँ दामी छ हो घाम फेरि यस्तो चर्को लाग्छ नि यहाँनिर अब यहाँ तपाईँहरूलाई देखाउँदैछु पछिको हाम्रो कपडखाना यस्तो छ हो अन्त यहाँ चाहिँ अब जो स्नो छ पिग्लिँदै गएको छ हो कराउनु थाल्यो अलिअलि यहाँनिर जस्तो अब कामको बारेमा चाहिँ तपाईँहरूलाई भन्नु म चाहन्छु किनकि अब यहाँ आएको 6 महिना भइसक्यो हो अन्त काम चाहिँ यहाँनिर यति राम्रो छैन रहेछ क्या अगर पेपर वर्कवाला काम पाउनु भयो भने त्यो काम एकदमै गाह्रो हुन्छ हार्ड हुन्छ पुरा हार्ड हो नसक्ने खालको हुन्छ अन्त तपाईँले अब पेपर वर्क नहुने तर एकदम इजी काम पाउँछ पैसा त्यसमा राम्रो पाउँछ युरोपको चाहिँ यहाँनिर यस्तो खालको छ के चिज चाहिँ यहाँनिर चाहिँ अहिले यतिसम्म चाहिँ यहाँ बुझेँ हामीले किनकि मैले 2टा काम अहिलेसम्म फेरिसकेको छु यहाँ आएर 6 महिनाको भित्र हो बेसी तपाईँले यहाँनिर चाहिँ लिगल काम पाउनुहुन्न इलिगल कामै यहाँ पाउनुहुन्छ हो अन्त यहाँनिर तपाईँहरू कहीँ इन्डियाबाट आउनुभयो तपाईँले यहाँ काम जोइन गर्नुभयो तपाईँ सक्नु भएन अन्त तपाईँले अब अर्को काम खोज्नुहुन्छ तर त्यो काम चाहिँ यतिकै नछोड्नु जबसम्म तपाईँले एउटा राम्रो काम पाउनुहुन्न लिगल काम चाहिँ जहाँ पेपर वर्क सबै बनाइदिने अन्त यहाँको एजेन्सीको बारेमा भन्नु गयो भने चाहिँ यहाँको एजेन्सी सबैको माथि भरोसा एकदम नगर्नुहोस् 100मा 70% त एजेन्सीहरू यहाँ फेकै हुन्छ हो भनेको जस्तो गर्दैन हो के भन्छ के गरिदिन्छ अन्त सबै फेकै हुन्छ यहाँनिर यति इलिगलले लास्टमा काम गराइन्छ भन्छ कि तँलाई फर्स्ट महिनामा दिन्छु यति पैसा हो अन्त क्यास दिन्छु यहाँ क्यास लियो भने चाहिँ त्यो इलिगल भइहाल्यो
हो। अन्त तपाईँले एकाउन्टमा लियो भने चाहिँ त्यो लिगल भइहाल्यो। अन्त तपाईँलाई भन्छ तिनीहरूले, एजेन्सीले भन्छ कि तँलाई हामी आएर दिन्छु पैसा, काम गर्दाखेरि क्यास दिन्छु तँलाई आएर फर्स्ट महिना, सेकेन्ड महिना तँलाई एकाउन्टमा हालिदिन्छु भन्छ। तर फेरि सेकेन्ड महिना फेरि भन्छ कि एउटा प्रब्लम भयो, प्रब्लम भएकोले गर्दा चाहिँ तँलाई म अर्को महिना हालिदिन्छु भन्छ। यसरी नै जस्तो हामी यहाँ आए, तपाईँको टिआरसी बनाइदियो होइन, तपाईँकोमा भ्यालिडिटी 3 महिना खालि हुन्छ, 3 से 4 महिना हुन्छ। त्यति बेलासम्म तपाईँलाई तपाईँको जसरी पनि तपाईँलाई ट्याक्स कटाउनुपर्छ आफ्नो के स्यालेरी जहाँ तपाईँ काम गर्नुहुन्छ। जस्तो कि इक्जाम्पल, जस्तो म आएँ होइन, म आएँ एउटा कम्पनीमा आएँ, त्यो कम्पनीले मलाई टिआरसी बनाइदियो हो, त्यहाँबाट मैले त्यो कम्पनी छोडेँ अरे। त्यो कम्पनी छोडेको बाद 3 से 4 महिनाभित्र मलाई एउटा लिगल काम गरेर अन्त जो स्यालेरी हुन्छ त्यो स्यालेरी मेरो एकाउन्टमा आउनुपर्छ ट्याक्स काटेर। तब खालि जब हामी रिन्यू गर्छौँ टिआरसी नेक्स्ट 2 साल बाद, त्यति बेला चाहिँ त्यो यिनीहरूले चेक गर्छ। अन्त चेक गर्दाखेरि ट्याक्स तिरेको चाहिँ काम छोडेर 3 महिना से 4 महिनाको भित्र चाहिँ त्यहाँ ट्याक्स आएको हुनुपर्छ। नभए तपाईँलाई टिआरसी बनाउँदाखेरि बहुत प्रब्लम हुन्छ यहाँनिर चाहिँ। अन्त टिआरसीको चाहिँ यहाँ त्यस्तो रहेछ होइन। अन्त तपाईँले यहाँनिर लिगल काम पाउनु एकदम गाह्रो छ हो। इलिगल काम थुप्रै जहाँ पनि भेटाइहाल्छ, क्यासमा गर्ने कामहरू होइन। स्यालेरीको बारेमा, स्यालेरीमा हामी आयो भने स्यालेरी जस्तो अब यहाँनिर पाउनुहुन्छ तपाईँले बेसिक स्यालेरिजहरू पाउनुहुन्छ सबै काटकुट गरेर गर्दाखेरि एउटा लमसम एमाउन्टहरू 1200-1300 रुपियाँ तपाईँको महिनामा हुन्छ। त्यसमै तपाईँको पैसा काटिन्छ, 220 रुपियाँ जति काटिन्छ। एकोमोडेसन, ट्राभल्समा गयो, खानामा गयो, तपाईँले यताउता गरेर तपाईँले 700-800सम्म तपाईँले सेभिङ्स चाहिँ गर्नु सक्नुहुन्छ यहाँ युरोपमा आएर लिगल काम गऱ्यो भने। अन्त इलिगल काम गऱ्यो भने चाहिँ बेसी हुन्छ, तर तपाईँले ट्याक्स पे गर्नु सकेको हुन्न। अन्त यहाँनिर कतिजनाहरूले यहाँनिर यस्तो काम पनि गर्दैछ, जस्तो एउटा काम गर्दैछ अन्त एउटा अर्को काम खोज्यो इलिगल काम, जो क्यास हुन्छ काम, त्यहाँ एक दिन गऱ्यो अन्त 100 रुपियाँ लियो एक दिनको, नभए 80 रुपियाँ लियो, त्यस्तो पनि हुन्छ नि त। 12 घन्टामा काम पाउँछ यहाँनिर हो। त्यस्तो पनि यहाँ गरिन सक्छ, किनकि तपाईँको त एउटा जग्गामा त काटिरहेछ नि त पैसा, ट्याक्स काटिरहेछ, तपाईँ त्यहाँ सेभ भयो तपाईँको टिआरसी। अन्त यहाँ तपाईँले अलग्गै काम पनि यहाँ गर्नु सक्नुहुन्छ, तर पुलिसले नपक्रिनु पऱ्यो। पक्रियो भने तपाईँलाई फाइन लाग्छ होइन, केही हुनसक्छ, त्यसो थाहा छैन अब त्यसको के हुनसक्छ। रेसिजम छ यहाँनिर, म भन्छु रेसिजम छ यहाँ युरोपमा हो। नट ओन्ली इन्डिया होइन, इन्डियाको मान्छेलाई खालि रेसिजम होइन, बाहिरको मान्छेलाई पनि रेसिजम गर्छ यहाँको मान्छेहरूले हो। सबैजना त्यस्तो होइन, तर पनि अब मेरो हिसाबमा यहाँ 70% मान्छेहरूले चाहिँ रेसिजम यहाँनिर गर्छ कि जो बाहिरबाट यहाँ आउँछ काम गर्नु लागि। टुरिस्ट हो भने चाहिँ तपाईँलाई एकदम मान सम्मान दिन्छ, तर काम गर्नु आएको भने चाहिँ त्यस्तो गर्दैन कि। अन्त कतिवटाजना मान्छे राम्रो पनि छ, भेटेको पनि छु हामीले होइन। यो पनि यहाँ मतलब आफूले फिल पनि गरेको छु कि राम्रो मान्छे पनि यहाँ छ, भेटेको पनि छु एकदम हो। तर बेसी चाहिँ अब रेसिजम गर्नेहरू नै छ हो। यति नै हो कुरा फिलहाल त अहिले जतिसम्म मैले यो गरेको छु। अन्त कामहरू चाहिँ यहाँनिर हेभी साह्रो छ हो। जो इन्डियाबाट आउनु हुँदैछ, इन्डिया, नेपाल जहाँबाट पनि, अब यहाँ आएर चाहिँ काम सजिलो चाहिँ यहाँ छैन। भरे त्यो मेल होस् या फिमेल होस्, काम चाहिँ यहाँ हार्डै छ। 8 घन्टाको 9 घन्टाको काम पनि छ, 8 घन्टाको काम पनि छ, 12 घन्टाको काम पनि छ यहाँनिर। अन्त म्याक्स टु म्याक्स यहाँनिर बेसी काम चाहिँ इलिगल कामै भेटाउँछ, लिगल काम चाहिँ भेटाउँदैन। अन्त सबै जो हुन्छ एजेन्सीहरूको माथि जो भरोसा चाहिँ एकदम नगर्नुहोस्। जो एजेन्सी हुन्छ, जो अफिसमा हुन्छ, त्यसले चाहिँ भरोसा गर्नु सक्नुहुन्छ। जो अफिसको हुन्न नि, जो बाहिर भेटाउँछ नि, के हो त्यस्तो पनि भेटाएको मान्छे, थुप्रै मान्छे चाहिँ भेटाएको छु हामीले। जो बाहिर भेट्छ, त्यो एजेन्सी भन्छ, तिनीहरू चाहिँ फेक हुन्छ एकदमै। भाइ उनीहरूले आफ्नो कम्पनीको नाम देखाउँछ, रेजिस्टर भएको देखाउँछ होइन। एकदम भरोसा नगर्नु। जसले बाहिर भेटेर भन्छ तर काम दिन्छु म यस्तो, तेरो एकाउन्टमा पैसा हाल्छु, उनीहरूको माथि भरोसा एकदम नगर्नु। यो चाहिँ खतरा स्क्याम हो, एकदम स्क्याम हो यो वाला हो। बस जति इन्फर्मेसन तपाईँलाई भनिदिएँ मैले। अरू तपाईँलाई केही जान्नु छ भने यसको बारेमा सोध्नुहोस्, मलाई कमेन्ट गर्नुहोस् होइन, म तपाईँलाई रिप्लाई गर्छु। अन्त गाइस सपोर्ट गर्नुहोस् होला भिडियोलाई हो, लाइक गर्नुहोस्, सेयर गर्नुहोस्। तपाईँ इन्फर्मेटिभ भिडियो आउँदै जान्छ, भ्लगमा एन्ड गर्दैछु हो। त्यसरी नै अब नेक्स्ट भ्लगको लागि पर्खिनुहोस् होला, छिटै नयाँ भ्लग आउँदैछ। तबसम्मको लागि गुड बाई, टेक केयर, बाई।